नमस्ते सम्पूर्ण दर्शकवृन्दहरुमा जसले यो भिडियो हेरिरहनु भएको छ उहाँहरु सम्पूर्णलाई म वेलकम स्वागत गर्न चाहन्छु। म वासुदेव एउटा सुधारमा रहेको व्यक्ति। अब सुधारमा रहेको भन्नुपर्दा मेरा समस्याहरु जे छन् ती समस्याहरुलाई मैले आफूले सुधार्दै आफ्नो जीवनलाई सही दिशामा सही डाइरेक्सनमा अगाडि लैजान कोसिस गरिरहेको व्यक्ति हो म। यसैगरी सदाको चाहिँ आज पनि म तपाईहरु माझमा आजको टपिक लिएर आइसकेको छु। ह्युमिलिटी इज अ गिफ्ट। आजको टपिक ह्युमिलिटी इज अ गिफ्ट। As long as we placed self-reliance first, a genuine reliance upon a higher power was out of the question. That basic ingredient of all humility, a desire to seek and do God's will, was missing. When I first came to the program of recovery, I wanted to find some of the elusive quality called humility. I didn't realize I was looking for humility because I thought it would help me get what I wanted, and that I would do anything for others if I thought God would somehow reward me for it. I try to remember now that the people I met in the course of my day are as close to God as I am ever going to get while on this earth. I need to pray for knowledge of God's will today and see how my experience with hope and pain can help other people. If I can do that, I don't need to search for humility. It has found me. Humility भन्ने कुरा जसले हामी विनम्रता भन्छौं हैन। अब यो ह्युमिलिटी विनम्रता भन्नु मात्रै त ठ्याक्कै यसरी मिल्दैन, तर विनम्रता नै हो ह्युमिलिटी भनेको सिनोनिमको नेपाली अनुवादमा। ह्युमिलिटी भनेको आस्किङ फरगिभनेस हैन, आस्किङ फर excuses, asking for sorries, asking for finding people, being empathetic, finding what people need, how can we help, rather than having arrogance, rather than having qualities or attitudes that might be kind of showing up, arrogance, अनि जेलसनेस अनि यस्ता भावनाहरूलाई छोडेर जब हामी कुनै पनि मान्छेको चाहना भावनाहरू बुझ्न सक्छौं, उनीहरूलाई सहयोग गर्न सक्ने आफ्नो चाहना राख्छौं, सबैको भलो होस् भन्ने चाहना राख्छौं, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति शान्ति शान्ति। त्यसमा सबैको भलो होस्, सबैको राम्रो होस्, सबै मनुष्य सबै प्राणीहरू सबैको चाहिँ जीवनमा सही हुँदै जाओस् भन्ने चाहनु आफैमा एउटा ह्युमिलिटी हो जस्तो मलाई लाग्छ। र जति बेलासम्म हामी आफै जान्ने मनै जान्ने भन्ने जस्तो जब हामीले यस्तो फिल गर्छौं, त्यति बेलासम्म हामीले सुपर पावर, हायर पावर, भगवान ईश्वर परमेश्वरको सहयोग हामीले पाउँदैनौं। यो सहयोग पाउनको लागि एकदम आध्यात्मिक बाटोमा हामीले हिड्नको लागि यो लोभ, घृणा यस्ता कुराहरू छन् जुन यी कुराहरूबाट हामीले टाढा हुनुपर्ने हुन्छ। अब भौतिक संसारका लोभ
हरूबाट अलिकति पर गएपछि मात्रै हामीले यो आध्यात्मिक बाटो प्राप्त गर्न सक्छौँ जस्तो मलाई लाग्छ। म पनि यो आध्यात्मिक बाटोमा अगाडि बढिरहेको व्यक्ति हो। म पनि सिकिरहेको छु। म पनि मैले ज्ञान प्राप्त गरिसकेँ, म मोक्ष प्राप्त गरिसकेँ, अब मेरो बुद्धत्व प्राप्त गरिसकेँ भन्ने त मेरो त्यो हैसियत छैन। आई क्यान्ट से द्याट। इट्स अ लर्निङ प्रोसेस होइन। प्रत्येक दिन आफूलाई एउटा बेसिक नित्य कर्महरू गरेर बेसिक आफ्नो जीवन चलाउनको लागि गर्नुपर्ने कुराहरू गरेर अगाडि बढिरहेको छु। अब यसरी हो, मैले सक्यो भनेपछि मैले सहयोग गर्न सक्ने कुरामा अफकोर्स म सहयोग गर्छु। कसैले सहयोग चाह्यो भने, सक्छु भने मैले गर्छु, सक्दैन भने मैले सक्दैन नै भन्ने हो। मैले सक्ने कुरामा सहयोग गर्ने हो, मैले सक्दैन भनेपछि मैले सक्दैन नै भन्ने हो। यसरी अब मेरा पनि समस्याहरू छन्। अब ती समस्याहरूलाई पनि कसरी समाधान गर्ने भन्ने कुरा मैले यो ध्यानद्वारा भगवान ईश्वर परमेश्वरसँग प्रत्येक दिन मैले यो ज्ञान माग्नुपर्छ। सद्बुद्धि मलाई दिनुहोस् प्रभु, मलाई शान्त भाव प्रदान गरेर मलाई सद्बुद्धि दिनुहोस्, जुन सद्बुद्धिले मेरो जीवनमा मैले गर्नुपर्ने काम कर्तव्यहरू गर्दै म अगाडि बढ्न सकौँ भनेर मैले परमेश्वर भगवान ईश्वरसँग मैले साथ सहयोग माग्नुपर्छ। त्यही मागेपछि मात्रै मेरो जुन यो मेरो मानसिक रोग छ, जुन मेरो विचारको रोग छ, यो विचारको रोगमा उहाँले मलाई साथ दिनुभयो भने अनि म चाहिँ शान्त रहेर आफ्नो चाहिँ कामहरू गर्न सक्छु। अब काममा पनि गर्नुपर्ने कामहरू भने पनि बेसिक काम, अब मेरो काम त के छ भन्दाखेरि अब सर्वप्रथम त मान्छेले आफ्नो जीविकोपार्जन गर्नको लागि त अन्न त लिनु पर्यो, खानु त पर्यो होइन। अब खाने, अनि खानको लागि पनि अब यो रोगीले खाने खाना कस्तो हुन्छ भनेको सात्विक खाना खाने, धेरै मसला भएको, धेरै चिल्लो होइन कि एउटा बेसिक जुन खानाले शरीरमा राम्रो गर्छ त्यस्तो किसिमको खाना खाने, अनि फलफुलहरू सागपातहरू खाने, अनि आफ्नो आर्थिक हैसियतले पनि भ्याउने किसिमको र खान सक्ने खानाहरू खाने, बेसिक खानाहरू खाने। अनि मोस्ट अफ द टाइम अब आफ्नो चाहिँ थटहरूलाई अब्जर्भ गर्ने, अनि थटहरूमा कस्ता किसिमका भावनाहरू आइरहेका छन्, कस्ता किसिमका विचारहरू आइरहेका छन्, त्यस्ता भावनाहरू थटहरूलाई आफूले अब्जर्भ गर्ने, सकिन्छ भने नोट डाउन पनि गर्ने, लेख्ने, र राम्रो भावनाहरू कस्ता आइरहेका छन्, नराम्रा भावना अथवा चाहिँ नचाहिने भावना कस्ता आइरहेका छन्, ती कुराहरूलाई पनि फिल्टर गरेर अगाडि बढ्ने क्रम जारी छ। अब अनि आफ्नो समयमा, खाली समयमा किताब पढ्ने, अनि ध्यान गर्ने, अनि यसो कुनै सिरिजहरू भनौँ, केही कथा कहानी होइन, अनि इन्सपिरेसनल केही पनि आफूलाई मनपर्ने प्रोग्रामहरू इन्टरनेटबाट सर्च गर्ने, पढ्ने, हेर्ने, सुन्ने, यसरी यो कामहरू गरेर चाहिँ मेरो चाहिँ दिनहरू बितिरहेको हुन्छ। र समय मिल्यो, अलिकति यो क्लाइमेटले, वातावरणले पनि साथ दियो भनेपछि यसो साइक्लिङ गर्दै यसो अलिकति वरपर गयो भने ठिकै हुन्छ, ठिकै भइरहेको छ अहिलेसम्मलाई। जे होस्, अहिले बाटोहरू पनि बनिरहेको छ, कतै बन्दैछ, कतै बनिसकेको छ। हेर्दाखेरि चाहिँ यो चाहिँ जुन अहिलेको चाहिँ यो धनगढीमा चाहिँ जुन चाहिँ डेभलपमेन्ट भइरहेको छ, इज गोइङ वेल, गोइङ गुड। धेरै गर्न बाँकी छ अझै, तर भइरहेको छ। जो इनिसिएसन, जो चाहिँ यो स्टार्ट भएको छ, राम्रो कामहरू भइरहेको चाहिँ देख्न सकिन्छ। हो, अब यसै काममा पनि समस्या छन्, अफकोर्स आउँछन्। काम गर्दै जाँदा कति ठाउँमा छुटेका होलान्, कति ठाउँमा कुनै कारणले ती टुटेका होलान्, भत्केका होलान्। यस्ता कुराहरू त काम गर्दै जाँदा बन्दै पनि जान्छ, कति ठाउँमा
बनेका बिग्रेका पनि होलान् ती विभिन्न कारणले फेरि। अनि यस्ता विभिन्न कारणले भएका छन्, त्यसलाई पनि रेक्टिफिकेसन, त्यसलाई पनि सुधार गर्नु आवश्यक छ र गरिरहनु पनि रहनु भएको छ, गर्ने क्रम जारी छ। यो सुधार भन्ने कुरा कसैको पनि जीवनमा यो सुधार सकिने कुरा होइन, इट्स किप एन्ड गोइङ। यो समयको परिवर्तनसँगै यो सुधार भन्ने कुरा, चेन्ज भन्ने कुरा यो भइरहने हो, यो कहिले पनि रोकिँदैन, नेभर एन्डिङ प्रोसेस हो। यो कसले के गर्यो, यसले किन गर्यो, यस्तो गर्यो भन्नुभन्दा पनि मैले अब खास त्यो अरूको चाहिँ त्यो चाहिँ त्यतातिर म चाहिँ जान चाहिँ चाहँदैन, किन मैले त आफ्नो सुधार गर्नु छ होइन। मेरो त आफ्नो समस्याहरूलाई मैले सुधार गर्न सक्यो भने त्यही नै राम्रो हुन्छ मेरो लागि चाहिँ। अब अरूहरूले त जसको चाहिँ त्यो काम हो, जसले चाहिँ त्यो कामहरू गरिरहनु भएको उहाँले गरिरहनु भएको छ, नगरेको होइन। अब होला प्राविधिक के कारण होला, समस्याहरू के कति कारणले समस्याहरू आएका छन्, ती कुराहरू उहाँहरूलाई थाहा होला होइन, उहाँले गरिरहनु भएको छ। सो किप एन्ड डुइङ द्याट, यु अल आर डुइङ ग्रेट होइन, तपाईँहरूले सही राम्रो काम गरिरहनु भएको छ भन्न चाहन्छु। अनि गर्दै जानुहोस्, तपाईँको अवश्य पनि तपाईँले सही काम गर्न खोजिरहनु भएको छ, तपाईँले राम्रो काम गर्न खोजिरहनु भएको छ र तपाईँको इन्टेन्सन राम्रो छ भने अफकोर्स यु गन गेट टु द रिजल्ट। अनि सबै मान्छेले तपाईँको राम्रो नै भन्छ, त्यसमा कुनै दुई मत छ जस्तो मलाई लाग्दैन। हो, फेरि अझै पनि यो थटका कुरामा के सही के गलत भन्ने कुरामा पनि यो हामी जहिले पनि एउटै धारमा नहुन सक्छौँ, थटहरू फरक छ होइन। अनि थट फरक छ, त्यो थट फरकले नै हामीलाई बढ्न एउटा तपाईँको चाहिँ नयाँ लेसन्सहरू, एउटा तपाईँको सिकाइ, एउटा अनुभवहरू होइन पनि दिइरहेको हुन्छ। अब यसमा चाहिँ यो हामी चाहिँ प्रभुको लीला अपरम्पार, मान्छे हजार थरी विचार, सबै मान्छेको विचार फरक फरक छ। तर अल्टिमेट गोल के त हाम्रो के हो भन्दाखेरि विविधतामा एकता भनेको के त भन्दा सबै मान्छे विविधतामा एकता, फरक छौँ तर पनि हामी मनुष्य हौँ, हामी ह्युम्यान हौँ। हाम्रा यी समस्याहरू, हाम्रा दुःख पीडा कष्टहरू सबैको मान्छे फरक भयो भने हुने यिनै हुन्, एउटै हुन्। अब रोग हुने हो, रोगमा फरक होला, कसैलाई कुनै रोग होला, कसैलाई कुनै रोग होला, हुने त हामी रोगी नै हुने हो। हामी बुढो हुने नै हो, उमेर हाम्रो बढ्ने हो, सबैको बढ्ने हो फेरि। अब यसरी विविधतामा एकता, हामी सबै मानव हौँ र सक्छौँ भने हामीले एकअर्कालाई सहयोगै गर्ने हो। हामीले दुःख दिनुपर्ने कसैले कसैलाई छ जस्तो मलाई लाग्दैन। अब तर पनि अब आई डोन्ट नो होइन, त्यसमा चाहिँ अब समयहरू, सिचुएसनहरू कसरी क्रिएट हुन्छन्, के हुन्छन्, त्यो कुरा त म भन्न सक्दैन, गड नोज। जे होस्, मिलेर अगाडि बढ्न सकियो र भनौँ न हाम्रो चाहिँ यो सही के हो भन्ने कुरालाई चाहिँ हामीले चाहिँ फलो गरेर हामी अगाडि बढ्न सक्यौँ भने सबैलाई राम्रो हुन्छ भन्ने मेरो चाहना र मेरो बुझाइ हो। अब हामीले मान्छेलाई ह्यान्ड दिएर नै एकले अर्कालाई तानेर नै अगाडि लैजान सक्छौँ कि कसैले कसैलाई धकाल्नुपर्छ जस्तो मलाई लाग्दैन। त्यो चाहिँ बिट अफ डिफ्रेन्ट काइन्ड अफ साइकोलोजी हुन जान्छ जस्तो मेरो विचारमा मलाई त्यस्तो लाग्छ। किन यो रिसोर्सेसको कुरा गर्ने हो भनेपछि यो पृथ्वीमा, यो तपाईँको वर्ल्डमा कति कुरा त अझै स्टिल हामीलाई थाहा पनि छैन होइन। अब कति कुराहरू यो सिन्डिकेसनले गर्दा सर्टेन मान्छेले चलाइरहेका छन् र उनीहरूको कन्ट्रोलमा छ, र कति त हामीले त्यो थाहा नै पाउन सकेका छैनौँ, अझै रिसर्चमै छौँ हामी होइन। यसरी जे होस्, अब सबैले मिलेर एकजुट भएर, सबैले युनाइटेड भएर एउटा ह्युमन कजको लागि, एउटा ग्लोबल प्लानेटको लागि, प्लानेट अर्थको लागि सबैले एकअर्काको लागि हामीले काम गर्न सक्यौँ भने सबैले आफ्नो जीवन चाहिँ सही तरिकाले अगाडि बढाउन सक्छ जस्तो मलाई लाग्छ। र यसको लागि, यो चिजको लागि चाहिँ हामीले आध्यात्मिक यात्रा चाहिँ गर्न जरुरी हुन्छ। अध्यात्मको मार्ग चाहिँ हामीलाई चाहिन्छ, नभए हामी भौतिकतिरै, भौतिकतामा जो मटेरियलिस्टिक वर्ल्डमा नै हामी घुमिरहन्छौँ र यो आध्यात्मिक कुरा जुन चाहिँ युनिभर्सल पावर, सुप्रिम पावर, द हायर पावर, भगवान ईश्वर परमेश्वर होइन, गड,
उहाँको चाहिँ प्लान, उहाँको चाहिँ जुन क्रिएसन छ त्यो क्रिएसनको चाहिँ बाटोमा हामीले जानको लागि यो ध्यान दिनु अति जरुरी छ, अति आवश्यक छ जस्तो मलाई लाग्छ। हो, अब समस्याहरू, गाह्रा अप्ठ्याराहरू त जीवनमा आउँछन्। अब के कति कारणले आउँछन्, कति आफ्ना गल्तीले आउँछन्, कति अर्काका गल्तीले आउँछन्। अब यो समयमा आउँछन्, त्यसलाई पनि हामीले ध्यान दिएर भगवान् ईश्वरको चाहिँ साथ सहयोगमा अगाडि बढ्न सक्यौँ भने मलाई लाग्छ यो मनुष्य जीवनमा, हाम्रो यो सिम्पल जीवनमा अगाडि बढ्न सकिन्छ जस्तो मलाई लाग्छ। र यति भन्दै आजको मेरो भावना यहीँ टुङ्ग्याउन चाहन्छु। सबैले सुनिदिनु भयो होइन, तपाईँहरूले सुनिदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। अझै पनि म तपाईँहरू सामुन्ने आउने नै छु मेरा यस्ता भावनाहरू लिएर। आउँदै गर्नुहोला, आफ्नो विचार गर्नुहोला, टेक केयर अफ योर सेल्फ। अनि यति भन्दै म आजलाई चाहिँ बिदा लिन चाहन्छु। तपाईँहरू सबैको दिन शुभ रहोस्। ह्याभ अ गुड डे एन्ड बाई। थ्याङ्क यू।